हेलो फ्रेन्ड्स, आजको यो मेरो नयाँ भ्लगमा तपाईँहरूलाई फेरि स्वागत छ। र तपाईँहरूले हेर्नुहोस्, तपाईँहरूले यहाँनिर यस्तो मकैहरू यस्तो मकै यतिको चाहिँ यहाँ भइसकेको छ। मकै चाहिँ खानु लायकको चाहिँ यतिको चाहिँ भइसकेको छ। तपाईँहरू हेर्नुहोस् है, यो चाहिँ पछौटे हो, यो चाहिँ पछि छरेको चाहिँ हर्दी रोप्दा यो चाहिँ हल्दी हो, तपाईँले देख्न सक्नुहुन्छ। र यहाँ तपाईँहरूलाई मेन चाहिँ के देखाउन चाहन्छु भने यहाँ बस्तीमा बसेर कसरी चाहिँ दुःख गर्नुपर्छ भन्ने कुरो चाहिँ यहाँ अब तपाईँहरूलाई झल्काउन गइरहेको छु। यहाँ हाम्रो एक भाइ हुनुहुन्छ, एकदम मेहनती कृषक, एकदम उहाँको चाहिँ 5 हल चाहिँ गोरु मात्रै छ उहाँको। यहाँ हेर्नुहोस्, उहाँको अहिलेको यो एक हलले चाहिँ उहाँले जोत्नु हुँदैछ। मेहनती कृषकको नाममा चाहिँ उहाँलाई चिनिन्छ। सक्ना रहेछ त हौ, दामी रहेछ त गोरु त। त्यति चाहिँ भएर जोतिसकेछ हौ, तलदेखि जोत्दै आएको रहेछ यहाँसम्म। अब लास्ट गरेर रहेछ। राम्रो जोत्छ है। कसैले बारी जोत्नु मगाउनु चाहनुहुन्छ भने चाहिँ भन्नुहोस्, कमेन्ट गर्नुहोस् है, कन्ट्याक्ट नम्बर दिइहाल्छु हो, तपाईँले मगाउन सक्नुहुन्छ। एकदमै दामी जोत्छ, नचिरिकन जोत्छ, नचिरिकन जोत्छ। अरू हलीले हो भने त यसरी 3-4 उयसमा जोत्थ्यो। यहाँ हेर्नुहोस् है, जोत्थ्यो कस्तो दामी जोत्छ, नचिरिकन जोत्छ उसले चाहिँ। राम्रो छ, खटाइ पनि राम्रो छ केटाको।